र तपाईँहरू देख्न सक्नुहुन्छ दर्शकबिन हामी चाहिँ अहिले कोशी ब्यारेजमा छौँ है आज 2083 वैशाख 7 गतेदेखि र एउटा कक्षामा सोध्दै आइरहेको एउटा प्रश्न पनि थियो बिहारको दुःख भनेर चिनिने नदी सप्तकोशी भने यसमा यो ब्रिजको निर्माण चाहिँ भारतको सहयोगमा गरिएको थियो भने अहिले अधीन पनि भारतकै अधीनमा नै रहेको छ। यसको 56वटा ढोकाको चाबीहरू पनि भारतकै अधीनमा रहेको छ भने मैले चाहिँ यसो वाच गरेँ कि यो ब्रिज पार गर्न चाहिँ कति चाहिँ समय लाग्दो रहेछ भनेर 2 मिनेट 38 सेकेन्ड चाहिँ समय लाग्दो रहेछ यो पार गर्नलाई। यो ब्रिजमा हिँडिसकेपछि भिडियो त नबनाउने कुरो नै भएन। यसको विशेषताहरू पनि धेरै रहेका छन्। तपाईँहरू देख्नुहुन्छ।